दाइ हेर न मेरो दिदी क्यानाडा जान ट्राई गरिरहेको छ। अब स्टेटमेन्टमा प्रपोज राम्रोसँग बनाएर भिजा एप्लाई गर्न पाए भिजा आउने चान्स नि धेरै हुन्थ्यो क्या। अब यो एसओपी सिपीहरू हामीलाई राम्रोसँग बनाउनै आएन क्या। अब यो बनाउने कुनै उपाय छ भने यसो भनिदिनु न। ओहो यार भाइ ल सुन, अब एसओपीहरू लेख्नलाई चाहिँ तिमीले नेप.एसओपी को हेल्प लिन सक्छौ। नेप.एसओपी चाहिँ नोभेम्बर 2022 देखि स्टार्ट भएको एउटा सर्भिस बेस्ड रजिस्टर्ड कम्पनी हो। दाइ यो सर्भिस चाहिँ हामीले कसरी लिने त? नेप.एसओपी चाहिँ फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप अनि टिकटकमा पनि हुनुहुन्छ। तपाईँहरूले उहाँहरूको सर्भिस लिनको लागि चाहिँ फेसबुक, व्हाट्सएप अनि इन्स्टाग्राममा चाहिँ डाइरेक्ट मेसेज गरेर अनलाइन नै तपाईँहरूले सर्भिस लिन सक्नुहुन्छ। अनि त यो नेप.एसओपीले दिएको एसओपी सिभीहरू कतिवटा युज या कपी त हुँदैन नि, त्यो कुरामा त तिमी ढुक्क बस नि यार भाइ। अनि अर्को कुरा, तपाईँहरूले एसओपी राम्रोसँग बनाएर बुझाउनु भयो भने चाहिँ भिजा आउने चान्स एकदमै बढ्छ। सो राम्रो एसओपीको लागि चाहिँ नेप.एसओपी इज बेस्ट। बुझ्यौ त भाइ? ल थ्याङ्क यू है भाइ। अनि तपाईँको नि कोही बाहिर जानु भएको छ भने चाहिँ एसओपी र सिभी भन्नको लागि चाहिँ डु भिजिट नेप.एसओपी। तपाईँहरूले चाहिँ स्क्रिनमा देखिरहनु भएको नामलाई युज गरेर चाहिँ सिम्पली फेसबुक र इन्स्टाग्राममा डाइरेक्ट मेसेज गर्न सक्नुहुन्छ, अथवा व्हाट्सएपको नम्बरलाई युज गरेर व्हाट्सएपमा पनि मेसेज गर्न सक्नुहुन्छ। एन्ड डु फलो गाइज।